आज म यस चौताराको लौडाडा भन्ने ठाउँमा दुईजना एकदम राम्रो जोडीहरूको ल हामी अब आएका छौँ। वास्तवमै भन्नुपर्छ यहाँ अहिले कस्तो लागिरहेको छ तपाईँलाई? एकदमै एक्साइटेड। अनि तपाईँलाई? एकदम रमाइलो लागिरहेको छ। सुरु टाइम हो हामी यहाँ ठाउँमा आएको। फर्स्ट टाइम हामी आउँदैछौँ, सो एकदमै खुसी भएको छ। अनि जोइन्ट फ्यामिली छ नि। अनि आजसम्म यस्तो राम्रो ठाउँ देख्नु भएको थियो? सायद कमै मात्रामा देखेका थियौँ होला। देख्न त देखेको हो, तरै पनि अहिले एकदम हाइटमा छ हामी होइन। यतिखेर अनि एकदमै रमाइलो फिल भएको छ हामीलाई। हजुर। अनि एकदम इन्जोय पनि गर्यो हामीले है। एकदम उकालो हेरेर आयो भने एकदमै सिक्रेर सरेर आयौँ अनि अप्ठ्यारो बाटोहरूलाई पार गर्दै आयौँ। सो एकदमै रमाइलो। अनि तपाईँहरू यहाँ त आउनुभयो दुईजना सर्फिङ कस्तो लागिरहेछ? एकदमै हामी दुवैजना एकदमै खुसी छौँ है। एकदम ह्याप्पी, खुसीको त कुरै नगरौँ पुरै। एकदम दिलदेखि नै हामी खुसी छौँ। वास्तवमा भन्नुपर्दा तपाईँको नाम चाहिँ के हो? मेरो नाम फुलमाया तामाङ। अनि वास्तवमा भन्नुपर्दा तपाईँको नाम चाहिँ? मेरो नाम अब के भन्ने है, मेरो नाम पनि उसले सोध्न। तपाईँको हामी दुईजना हस्बेन्ड वाइफ हौँ। हजुर। सो उहाँको नाम चाहिँ सस हो। ए अनि दुईजना एकदमै यहाँ छ एकदमै। अनि तपाईँहरू यहाँ दुईजना मतलब तपाईँहरू पुरा फ्यामिलीको साथ आउनुभएको है? हेर्नुहोस् प्रिय मित्रहरू, फ्यामिलीको साथ आउनुभएको। नाम छ नाम? उहाँको नाम चाहिँ मिस्टर सुरेन्द्र। तपाईँलाई कस्तो लागिरहेछ? तपाईले मेरो नाम सुरेन्द्र भन्नुभयो। मेरो नाम सुरेन्द्र होइन, लोकेन्द्र हो उहाँको नाम। मेरो नाम लाली प्रसाद गोर्खाली। मलाई मनपर्छ बेजगाली र अर्काको साथ। वास्तवमा भन्नुपर्दा तपाईँको पर्सनालिटी मलाई एकदम मन पर्यो। के भन्नुभयो? तपाईँको पर्सनालिटी मलाई एकदम मन पर्यो। आइ एम सो एक्साइटेड। थ्याङ्क यू। अब हामी अर्को पात्रसँग भेट्न जाँदैछौँ। ओके ओके। कृपया तपाईँको नाम चाहिँ के हो भनिदिनुहोस् न त? मेरो नाम तामाङ हो। मेरो नाम चाहिँ सोमा तामाङ। ए अनि तपाईँको चाहिँ श्रीमान आउनु भएको छैन? मेरो आउनुभएको छैन, घरमा हुनुहुन्छ। ए अनि यो त एकदम जोडीहरू आउने भन्ने ठाउँ हो, तपाईँ चाहिँ किन एक्लै आउनु भएको? यसो छोरा छोरीसँग यसो घुम्न आएको। ए हस् त धन्यवाद। तपाईँको यो मिठो छोटो कुराकानीलाई हामी एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। हस् नमस्ते। नमस्ते। अब प्रिय मित्रहरू, हामी अब अर्को उहाँहरूकै फ्यामिलीको अर्को पात्रसँग हेर्न जाँदैछौँ। हजुर। अनि आमा तपाईँको नाम? मेरो पूर्णमा खर्की। पूर्णमाया खर्की। तपाईँलाई यहाँ कस्तो अनुभव भइरहेको छ? अनि छोरा छोरीसँग बस्दा, छोरा बुहारीसँग बस्दा कस्तो अनुभव भइरहेको छ? हस् धन्यवाद। उहाँ चाहिँ पिङ खेल्दै हुनुहुन्छ। तपाईँ जोडीसँगै आउनुभयो कि एक्लै आउनुभएको? म सिङ्गल आएको। एक्लै आएको, एक्लै। ए अनि त्यसैले पिङमा नि एक्लै खेलिरहेको। मलाई त पिङ त ठेल्नै पर्दैन, उल्टो खेल्ने भइरहेको छ। किनकि म उल्टो खेल्यो भने म त बेग्लै आउँछ क्या, त्यही भएर। ए अनि तपाईँको नाम चाहिँ के पर्यो होला? मेरो नाम पाडे। पाडे डाइलेक्ट हान्दिनु नि त पाडेजी। अब डाइरेक्ट के भन्नु अब खै। हस् धन्यवाद। अब हामी त्यही दुईजना जोडीहरू भएको जाउँ। के भन्छ भेट्दा एकदम खुसी लाग्यो। अब के सोध्ने रे? अब यहाँबाट हामी दुईजना परिवारसँग माथि जाँदैछौँ घुम्नको निम्ति। ए अहिले ठुलो स्वरले बोलिदिनु होला, स्वर नआएको हुनाले। एकदमै ठुलो स्वर बोलिराखेको छ, भइराखेको छ। यसले अलिकति खराब छ होला। हुनसक्छ, हो त होला। अनि तपाईँहरू धुली खेल्दै यहाँसम्म आउँदाखेरि गलेन खुट्टा? गरेन, हामी बसमा आएको हो, त्यही भएर खुट्टा त फलामको म तेल लगाइदिउँ भने। अनि